नमस्ते तपाईहरुलाई सागर किराती युट्युब च्यानलमा स्वागत छ। फेरि पनि अहिले चाहिँ म टक्कसँग यहाँ शान्तिधाम के अंकल यो शान्तिधाम नेपाल चारधाम प्रवेशद्वार छ। यहाँ तपाई पछाडी देख्न सक्नुहुन्छ हैन कस्तो छ भित्र म देखाउँछु ल। ओके अब हामी लाग्यौं। विनोद काका पनि हुनुहुन्छ यहाँ। शान्तिधाम श्री बृहत शान्तिधाम नेपाल चारधाम प्रवेशद्वार कस्तो छ भित्र हेरौँ है त टक्कसँगले गएर। ओहो शान्तिधामतिर गेट छिरियो है छिरियो। हौ सुन मायालु कस्तो राम्रो रहेछ हो। आमामा काठमाडौँको भ्यू कस्तो राम्रो देखेको। लुक एट द भ्यू अफ काठमाडौँ। वाह क्या बवाल। सारासा तपाईहरुलाई म काठमाडौँको भ्यू देखाइन्छु ल एकचोटि। ल हेर्नुस् काठमाडौँको भ्यू। द क्यापिटल सिटी अफ नेपाल काठमाडौँ सिटी बालेन सिटी। अब यहाँ अगाडि टक्क यो बाटो हो। यो टक्क भन्ने बानी चाहिँ यो विनोद अङ्कलबाट सिकेको मैले। अब टक्क हटाइदिनु पर्छ जस्तो छ चट्टसँगले। त चाहिँ बाटो पुग्न लाग्यौं। अब अलिकति अगाडि चाहिँ कतिवटा धारा रहेछ। 1 2 3 4 धारा रहेछ यहाँ। आइपुग्यो अब अलिक अगाडि। ओ विनोद काका यही हो शान्तिधाम यही हो है। भिडियो खिच्न चाहिँ दिन्छ कि दिँदैन यार बर्बाद हुन्छ दिएन भने त। ए शान्तिधाम बृहत शान्तिधाम मन्दिरमा यहाँहरूलाई स्वागत छ। आफ्नो सांस्कृतिक विविधता संरक्षण गर्नुहोस्। भविष्यको पहिचानको लागि यसलाई जोगाउनुहोस्। पानीका बोतल प्लास्टिक लगायत फोहोर डस्टबिनमा राखी सचेत नागरिकको परिचय दिउँ। दातव्य रकम चन्दा बाकसमा मात्र राख्ने गरौँ। तारकेश्वर नगरपालिका धर्मस्थली काठमाडौँ। ल्या आइपुग्यो है आइपुग्यो। जय शान्तिधाम। राम 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 काठमाडौँको भ्यू त बवाल देखिँदो रहेछ यहाँबाट। शान्तिधाम ओहो क्या खतरा रहेछ हौ। साह्रै राम्रो परेछ त। कृपया जुत्ता चप्पल बाहिर जुत्ता घर र्याकमा राख्नु होला। घर र्याकमा मैले खोलेँ। ओहो कस्तो राम्रो पो रहेछ त हौ। दिस इज माई फर्स्ट टाइम है यहाँ चाहिँ। आथा कति तातो विनोद अङ्कल कस्तो राम्रो है। ए हो होइन बाहिरबाट खिच्नु पायो भने भइहाल्यो नि। जे हो नि मान्छेले देखिहाल्छ त। आथा यति तातो रहेन रहेछ यार। के हो यस्तो आगो जस्तो। त्यो उयो के अरे भाइरल मन्दिर जस्तो ऊ यहाँ बन्दै गरेको छ नि। ऊ त्यहाँ त्यो पनि त्यस्तै छ सेम। वाह यार क्या राम्रो। सिंह 10-20 रुपियाँ यहाँमा हालिदिनुपर्छ दान पेटिकामा। यही है शान्तिधाम। शान्तिधाम ढोकामा चाहिँ म पसिना हेर्नु न मेरो पसिना यार। मैला पसिना होइन नि यार। म आज नुहाएर आएको कसरी पसिना आउँछ मैलावाला। यस्तो सफा छ मेरो अनुहार होइन। विनोद अङ्कल खालि नहुने कुरा गर्ने। कस्तो राम्रो रहेछ यहाँ। ल हेर्नु शान्तिधाम कस्तो राम्रो रहेछ। बन्द रहेछ अहिले यहाँ फेरि। अब 3 बजी खुल्ने अरे 2 बज्यो। मामा यार क्या दामी देखेको शान्तिधाम।
शान्तिधाम हान्नु बित्तिकै लोकेसन आउँछ हेङ्गल यहाँ त हो कस्तो दामी रहेछ उफ पसिना त खलखली भनेको त त्यस्तै भयो त भने जस्तै भयो त ल विनोद काका पनि पुरा भिडियो बनाउनु हुँदैछ है शान्तिधाम ल साथी हो हामी चाहिँ अब फर्कियौँ होइन घुमिसक्यो मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब गरिदिनु होला है त म चाहिँ फर्केँ अब विनोद अङ्कल पनि आउनुहुँदैछ पर घुम्नुहुँदैछ म चाहिँ फर्केँ अब लागेको घुमियो आज बन्द रहेछ भित्र भन्दा नि बाहिरै राम्रो रहेछ मैले त भिडियो बाहिर ठोकिदिएँ राम्रै लाग्यो ल अर्को भिडियोमा भेटौँला है त बाइ